हेलो हेलो साथीहरू सबैजनालाई वेलकम छ देविका भ्लग्समा। आज चाहिँ म बाटोबाट भ्लग स्टार्ट गर्दैछु। हामी चाहिँ कहाँ जाँदैछौँ भने यहाँ मेरो साथी पनि छन्। हामी चाहिँ दुईजना साथी मिलेर चोकतिर जानको लागि हिँडेको। ब्याग बुनिदिने साथी अस्मिता भनेको थिएँ नि मैले, यिनै हुन् है। हेर्नु साथीहरू, हाई भन्देऊ यता। अनि हामी चाहिँ बिरौटा चोकतिर जानको लागि निस्केको। एकदमै गर्मी छ, घाम त टललल्ल टल्किरहेछ। हामी चाहिँ कालो पोतो टलल्ल टिलिक्क टल्केर हिँड्दैछौँ छाता ओढेर। अनि ब्याग देखाइदेऊ न। यहाँ पनि देखाइदेऊ त ल, मैले बोकेको पनि। यहाँ मैले पनि साथीले बुनिदिएको ब्याग बोकेर हिँड्दैछु गाइस। हामी चाहिँ यहाँ हिँड्दैछौँ, यो भित्री बाटो आएको साथीहरू। यस्तो गर्मी छ नि, आमा हिँड्नै नसकिने गर्मी यतातिर। ल हामी चाहिँ यो भित्री बाटो यो बिरौटा निस्किसक्यौँ साथीहरू। हामी चाहिँ यहाँ हिँड्दैछौँ। हामी जान्नौँ। हेर न अस्मिता चाहिँ यहाँ अगाडि हिँड्दैछिन्। हामी चाहिँ यहाँ एकछिन ब्याङ्कमा काम छ, त्यही भएर आएको। ल हामी चाहिँ ब्याङ्कको काम सकेर फर्किँदैछौँ। अब चाहिँ फेरि माथितिर जान्छौँ हामी, अझै काम छ हाम्रो होइन। ल हेर्नु साथीहरू, हाम्रो पोखरा बिरौटाको बिरौटा चोक। म छु यहाँ, अस्मिता छिन् उहाँ अगाडि हिँड्दैछिन्। हामी चाहिँ एउटा काम चाहिँ बन्यो, एउटा काम चाहिँ बनेन है। अनि यहाँ पसलमा आछौँ फेरि सामान किन्नको लागि। यो चाहिँ हामी पहिला बसेको एरिया हो। हामी चाहिँ यहाँ आइपुग्यौँ। ल साथीहरू, हामी चाहिँ सामान किन्यौँ। मेरो चाहिँ खासै काम थिएन, म चाहिँ अस्मिताको साथी मात्रै आएको हो कि। यहाँ सामान किनेर हामी चाहिँ खाजा चटपट खाने भनेर यतातिर जाँदैछौँ। तर चटपट पसल चाहिँ बन्द रहेछ कि जस्तो लाग्यो, भनेको खुल्लै रहेछ। तर घाम पर्ने रहेछ। चटपट पसल बन्द रहेछ कि भन्दै आएको, खुल्लै रहेछ। यहाँ दिदीले चटपट बनाइदिँदै हुनुहुन्छ हाम्रो लागि। चटपट खाने ठाउँमा चाहिँ बस्ने ठाउँमा एकदमै घाम ट्याक्कै परेको रहेछ, त्यही भएर हामी चाहिँ यहाँ यता आएर बसेछौँ कुलोको छेउमा। बाटोमा बसेर चटपट खाने भनेर हामी चाहिँ चटपट बनाएर, त्यहाँ चाहिँ घाम रहेछ बसेर खाने ठाउँमा, त्यही भएर यहाँ पत्ती छोलामा बसेर खाने भनेर लिएर हिँड्यौँ। घाम त भित्र नि थियो त्यहाँ, तर हामीलाई जान मन लागेन, बाहिरै बस्न मन लाग्यो। ल साथीहरू, हामी चाहिँ चटपट खान लगाएको। देखिएन कि कस्तो रहेछ चटपट? कस्तो राम्रो देखिएको हेर न है। ल हामी चाहिँ चटपट खाएर पनि सक्यौँ। चटपट त निकै भयो है। अनि पानी चाहिँ खान पाइएन। अब हामी चाहिँ यता दिदीको घरतिरबाट जान्छौँ। त्यहाँ नजिकै दिदीको घर छ, दिदीको घर पसेर पानी खाएर हामी चाहिँ घरतिर जान्छौँ। ओके साथीहरू, हामी चाहिँ चटपट खाएर नि सक्यौँ। अब चाहिँ हामी घर जान्छौँ। आजको हाम्रो भिडियो चाहिँ यति नै है त साथीहरू। सबैजनालाई बाई बाई।